हेलो वेलकम टु माई ब्लग। हामी मन्दिर गइरहेको मेरो यो नयाँ ब्लग हो गाइज होइन। हामी मन्दिर गइरहेछौँ गाइज, हेर्न सक्नुहुन्छ। साइकलमा छौँ गाइज। यस्तै छ जिन्दगी गाइज, के गर्ने। अगाडि ओहो भन्ने हान्दैन यार। यस्तै छ जिन्दगी गाइज, के गर्ने। बाइक थियो, बाइक बेच्यो गाइज होइन साथी हो, बाइक बेच्यो। अब जाँदैछौँ साथी हो साइकलमा होइन। श्रीमती र म जाँदैछौँ। हेरौँ कति बेलासम्म पुग्छौँ। जाँदैछौँ साथीहरू, हेर्दै गर्नुहोस्। साइकल हो साथीहरू, यही हो अपाची। अब अपाची भनौँ कि अब के भनौँ, यही नै हो। मन्दिरसम्म जाँदैछौँ साथीहरू। अब फाइनली मन्दिर पनि पुग्यो। यो मन्दिर हजुर चप्पलगोडी भन्दा अलि भित्रतिर छ। चप्पलगोडीबाट अलि काठमाडौँ जाने बाटो अलि थोरै अगाडि छ। यही हो म खुसी हुँदा, चाहे मेरो सपना पुरा हुँदा आउने मन्दिर नै यही हो साथीहरू। ए मेरो श्रीमती आज उनको एउटा नयाँ सपना छ, त्यो पुरा गर्न हामी मन्दिर आइरहेका छौँ साथीहरू। यो सपना म हजुरलाई अर्को भिडियोमा भन्छु पुरा भएपछि। त्यो सपना पुरा गर्न हामी मन्दिर आइरहेछौँ। तपाईँहरू पनि आउन सक्नुहुन्छ यो मन्दिरमा दर्शन गर्न। कालिका मन्दिर हो साथीहरू, आउनु सक्नुहुन्छ, पुज्न सक्नुहुन्छ। कहिलेकाहीँ कुलपुर आउनुभयो भने यो मन्दिर अवश्य आउनु होला। सोचेको आँटेको काम पुरा गर्ने मन्दिर हो उहाँ कालिका मन्दिर हो। ल गाइज उहाँ नै हाम्रो कुलदेवी कालिका माता। उहाँ मेरो श्रीमती। आज उहाँको सपना पुरा गर्नलाई हामी मन्दिर आएका छौँ। पक्कै सपना पुरा गर्नुहुनेछ साथीहरू। गाइज शिव मन्दिर यही हो। ल हामीले अब पूजा गरेर सक्यौँ। अब हामी जाँदैछौँ घरतिर। अब जस पूजा गरी हो। यस्तै हो हेर्नुहोस्, मेरो सुख दुःखको पीडा, हाम्रो सुख दुःखको पीडा बेच्ने बोक्ने बिसाउने ठाउँ नै यही हो साथी हो। यही नै हो सबै। म दुःख हुँदा पनि आउने ठाउँ यही हो, म सुख हुँदा पनि ठाउँ हो। ल हस्त धन्यवाद, बाई बाई साथीहरू। ल आउन आऊ छिटो। ल बाई बाई है साथीहरू। ल आजको ब्लग यति नै हो। बाई साथीहरू।